आज भोलि भन्दा भन्दै युके आएको पनि 1 वर्ष भइसकेछ। हेलो गाइज, दर्शन नमस्ते, इट्स मिस सृजना। आफ्टर अ लङ टाइम मैले चाहिँ हजुरहरूको लागि नयाँ भिडियो लिएर आएको छु। आई होप हजुरहरूलाई मनपर्छ होला। यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। म चाहिँ आज बिहानै उठेँ। अहिले चाहिँ बिहानको 2 बजिरहेछ। हाम्रो चाहिँ 3 बजेको ट्याक्सी छ नि त, सो द्याट्स वाइ हामी चाहिँ 2 बजे उठ्यौँ दुवैजना। हेर्नुहोस् त मेरो सुज कस्तो क्युट छ प्लस कम्फर्टेबल अनि ठिक्क सस्तो प्राइसमा पनि क्या। यो चाहिँ मैले जाराबाट लिएको, त्यति साह्रो एक्सपेन्सिभ छैन। नत्र यतातिर सुजहरू कति धेरै एक्सपेन्सिभ हुन्छ नि त। अनि त्यसपछि मैले तल झरेर रेडी हुन थालेँ, किनभने 3 बजे त हाम्रो ट्याक्सी आउँदैछ अनि हामीलाई पिकअप गर्ने चाहिँ हाम्रो कम्पनीको साथी आउँदैछ। हाम्रो चाहिँ अलिकति टाइम लस भयो। लस कसरी भयो भनेर भन्नुहुन्छ भने हामीले पासपोर्ट कहाँ राख्यौँ बिर्सिरहेको थियौँ क्या दुवैजनाले। अनि त्यो पासपोर्ट खोज्दाखेरि चाहिँ हाम्रो 10-15 मिनट चाहिँ त्यत्तिकै लस भयो क्या। त्यही भएर म चाहिँ छिटो रेडी हुँदै थिएँ। तर मलाई रेडी हुन चाहिँ त्यति धेरै टाइम लाग्दैन, किनभने म त्यति साह्रो मेकअपहरू गर्न आउँदैन नि त। सो द्याट्स वाइ मेरो टाइम चाहिँ अलिकति बच्छ। म स्किन केयर मात्र गर्छु, प्लस कपाल पनि म नर्मल तरिकाले बानेर बार्छु, किनभने यसले सजिलो पनि हुन्छ, प्लस कपाल लट्टा पनि पर्दैन क्या। म कम्पनी जाँदा पनि यस्तै गर्छु, सजिलो लाग्छ मलाई चाहिँ। मैले स्किन केयर गरेको भिडियो पनि हजुरहरूलाई हालिदिइराखेको छु। मेरो स्किन केयरमा चाहिँ के पर्छ भनेर भने म एज अ रेगुलर स्किन केयर चाहिँ गर्छु, तर म मेकअप चाहिँ गर्दिनँ, किनभने मलाई आउँदैन पनि मेकअप गर्न। सिरियसली भनेर मलाई मेकअप गर्न आउँदैन। त्यही भएर म स्किन केयर चाहिँ गर्छु, मेकअप गर्न चाहिँ मलाई आउँदैन। म चाहिँ सुरुमा टोनर लाउँछु, ओर्डिनरीको टोनर लाउँछु, त्यसपछि सिरम लाउँछु। सिरम लगाएपछि चाहिँ मोइस्चराइजर लाउँछु। मोइस्चराइजर चाहिँ म सेराभीको लाउँछु। मोइस्चराइजर लगाइसकेपछि सनस्क्रिन लाउँछु। मेरो स्किन केयरमा चाहिँ त्यति नै पर्छ। म त्यति धेरै प्रडक्टहरू चाहिँ युज गर्दैन। यदि यो प्रडक्टहरूको बारेमा डिटेलमा जान्नु मन छ भने चाहिँ हजुरहरूले मेरो टिकटक पेजलाई फलो गर्नु होला। त्यसमा पनि मेरो आइडी चाहिँ सृजना रायपुरी नै छ। हजुरहरूले त्यहाँ मलाई एड गर्न सक्नुहुन्छ। त्यहाँ मैले कोरियन स्किन केयर प्रडक्टहरूको बारेमा हजुरहरूलाई जानकारी दिएको छु। प्लस मेरो वेलो बास्केट पनि भिजिट गर्न सक्नुहुन्छ। मैले वेलो बास्केटमा सबैको लिङ्क राखिदिएको छु। वेलो बास्केटमा धेरै राम्रो प्रडक्टहरू मैले त्यहाँ इन्क्लुड गरिदिएको छु। यो सनस्क्रिन चाहिँ जोसन अफ ब्युटीको यो सनस्क्रिन एकदमै राम्रो छ। यति मजाले ब्लेन्ड हुन्छ, यति स्मुथ छ, प्लस यसले स्किनमा व्हाइट कास्ट पनि छोड्दैन। एकदमै राम्रो छ। हजुरहरू यदि नयाँ हुनुहुन्छ, हजुरहरूले कुन सनस्क्रिन आफ्नो फेसमा कुन सनस्क्रिन ट्राई गर्दा राम्रो हुन्छ भनेर सोच्नुहुन्छ भने एकचोटि चाहिँ यो जोसन अफ ब्युटीको सनस्क्रिन चाहिँ ट्राई गर्नु भन्छु है। म चाहिँ रेकमेन्ड गर्छु, किनभने एकदमै राम्रो छ। म पर्सनली आफैले पनि युज गरेको छु, त्यही भएर मैले हजुरहरूलाई रेकमेन्ड गरेको हो। हजुरहरूलाई लिनै पर्छ भन्ने छैन, आफ्नो विचार हो हैन। म चाहिँ ट्राभलको लागि एकदम रेडी छु हैन। अनि ट्याक्सी कुर्दैछु। हाम्रो ट्याक्सी चाहिँ हामीलाई लिनलाई आउँदैछ हैन। हामी चाहिँ अन द वे छु। मैले 2:30 बजिरहेछ हैन। मर्निङको एकदम खुसी छु। लिन हामीलाई आइसकेको छ। लाइट सबै माथिको अफ भयो। ग्यास, ट्रबल चेक, लाइट, वासिङ मेसिन, फ्रिज, एभ्रिथिङ आई हेभ चेक हैन। सबै ठिक छ। त्यसपछि सबै कुरा ठिक छ। अब जाने 1 महिनाको छुट्टीमा नेपाल आउँदैछु। एकदमै खुसी छु। अरे चाहिँ बाटो लागिसक्यौँ हैन। हामीलाई लिन चाहिँ हाम्रो कम्पनीमै काम गर्ने साथी आइरहेको थियो, उसले पुऱ्याइदिँदैछ हामीलाई। यो बोक्नु त तपाईँको कि एकचोटि फेरि चेक गर्नु है, झालहरू सबै खुला छैनन् हैन। फेरि 1 महिनापछि आउँछु मेरो घर। यहाँ बस्छौँ। 3टा झोला हाल्नु हो नि हैन। झोला 3टा हाल्नुभयो। What time's your flight? 6. 6. Yeah. Where do you fly to? London to Bangkok and Bangkok to धेरै Japan. छौ आज चाहिँ हामी जाने बेला हैन। You didn't sleep? Me, always. Sometimes. When did you wake up? 5 minutes ago. 5 minutes ago. Aye. Oh my god. 5 minutes. यसको बुढीहरू भने के कतिवटा छ, कुन चाहिँसँग सुत्छ भने। Like where do you live?
People's Park is Yeah, I know. up there on the right hand side. People's Park पनि छेउमै त रहेछ यस्तो अँध्यारोमा हिँड्नु परिरहेछ होइन गाह्रो छ हामी चाहिँ आएको होइन तर अहिलेसम्म खुलै रहेछ क्या कहिले खोल्ने 6 बजेको फ्लाइट हामी कति 4 बजी होला 4 बजी फ्लाइट खुलेर रहेन रहेछ मर्निङमा त गिर्दै हुँदो रहेछ सो नेपाल आउँदैछु म होइन 1 वर्ष भयो म आएको पनि ढुक्क 1 वर्ष कट्यो 1 वर्ष भन्दा 1 दिन जाडो भएको छ एकदमै खुसी छु म कहिले देखाउनु न मेरो चाहिँ लगेज चाहिँ हाम्रो ह्यान्ड क्यारी हो 2टा छ लगेज सामान फुल छ होइन देखाउनु न मलाई मेरो चाहिँ आउँदैछ कि छैन फोटो भिडियो आउँदैछ कि छैन यो चाहिँ मेरो भ्लगमा आउँछ होइन फाइनली खोलियो त्यसपछि पुरा लगेज गुर्काउँदै हिँड्दैछौँ किनभने अघि नै खुलेको भए चाहिँ हाम्रो साथीले हामीलाई हेल्प गर्थ्यो भित्रै पुऱ्याइदिनुहुन्थ्यो र हेल्प गर्नुहुन्थ्यो अहिले चाहिँ अलिक लेट खुलेको हुनाले चाहिँ हाफ एन आवर जति लेट खुलेको हुनाले चाहिँ हामीले आफै नै लगेजहरू तान्दैछौँ होइन कति साह्रो जाडो हो फेरि किन रोकियो यिनीहरू साइडबाट हिँड्नु एक्सक्युज मी कुन भाषा बोल्छन् यार बुझिँदैन छिर्ने चाहिँ कता हो क्या फेरि जामा लाउने बोर्डिङ पास लिएर चाहिँ आनन्दले बस्नु पायो हुन्थ्यो क्या यहाँले भित्र कान्छु होला है अहिले हामी चाहिँ एयरपोर्ट आइपुगिसक्यौँ तर चेक इन गर्ने स्टार्ट भयो हुँदैन रहेछ अझै आधी घन्टा अहिले बाटो हो छिट्टै आइएको छ निन्दा लागेर हाम्रो लगेजहरू चाहिँ यस्तो छ मान्छे यस्तो छ होइन निन्दा त्यस्तै लागिरहेछ हामी चढ्ने ट्रेन चाहिँ यही नै हो आइसकेको छ छिटो भन्दैछ यार Number is 28. Okay. कहाँ हो हाम्रो यो हो कि क्या उड्यो यो झ्याले क्लियर छैन कि अँध्यारो यहाँ मुनि यत्तिकै छ नि यो भन्दा मुनि यत्तिकै छ अझै मुनि पनि छ कस्तो राम्रो छ बसेको ठाउँमा रहेछ कि
माई गॉड कत्रो ठुलो के अब एकचोटि घुम्न आउँछ यहाँ पनि नेक्स्ट इयर ल त्यो छुट्टी चाहिँ नेक्स्ट इयरको लागि बसाएर आएछ कति धेरै मान्छे हो आज लाइन त आम्मामा सानो छैन यत्रो लाइनमा बसेर पालो ल्याउने हो यहाँ टाउको दुखेर होइन कस्तो भइरहेछ नेपालको एयरपोर्टमा त काम नलाग्ने रहेको हो सबै ठुलै रहेछ नेपालकोसँग कम्पेरिजन गरेर हुन्छ त कति धेरै मान्छेहरू छन् यहाँ Hey guys, this is Thailand. तर के हो एक्ज्याक्टली यो नि थाहा भएन यार मलाई ए निकालिरहेछ त हो कपाल पनि झुक्दै भइरहेछ यार हाम्रो प्लेनहरू चाहिँ यता छ यहाँ पछाडि छ टाउको दुखेर हालत खराब भइरहेछ होइन काठमाडौँको आयो काठमाडौँ भएर कति खुसी क्या टाउको दुखिरहेछ तर काठमाडौँ हेरेर खुसी लाग्यो अरे कान्छु यो बोक्नु मलाई अप्ठ्यारो भयो मेरो त त्यहीँ उयो सबै थियो मेरो कपाल पनि हेर्नु न सबै यस्तो भइरहेको छ प्लेनहरू होइन भरे ब्लगमा आउँछ अरे भरे जान्छु रेस्ट गर्छु अनि एडिट गर्छु अनि बेलुका हाल्छु फाइनली वी आर अन आवर डेस्टिनेसन यो चाहिँ हाम्रो होटेल हो हामीले सिङ्गल रुम बुक गरेको थियो तर ब्रस सकेको छैन हौ त्यहाँभित्र हेर्नु तर यो त यो भएछ अनि हामीलाई यहाँ दिन आउँछ फाइनली हाम्रो चाहिँ होम टाइम होइन मैले भिडियोहरू एडिट गरेर हाल्न नि पाएको छैन अलिक के भनौँ नभ्याएर हिजो नि अलिक धेरै लङ ट्राभल गरेर होला म त्यत्तिकै सुतेँ सन्चो नभएर होइन आई होप म भोलिसम्म चाहिँ भिडियोहरू एडिट गरेर सबै रेडी गर्छु फाइनली हामी चाहिँ हाम्रो घरको लागि टिकट होइन घरको लागि भनौँ धर्मसम्मको लागि त्यहाँदेखि फेरि अर्को टिकट लिएर जानुपर्ने छ अहिले चाहिँ हामी एयरपोर्टभित्र छौँ होइन कस्तो भइरहेछ यार 6 बजेको टिकट छ खै कति बजी आउँदैन त हौ फ्लाइट डिले छ भन्दै थियो कति बजी हुने हो आज धरानमा बसेर भोलि चाहिँ घरको लागि जाने हो फाइनली हामी चाहिँ धरान आइपुगेको छौँ होइन अनि यो चाहिँ हाम्रो बेडरुम हो होइन कस्तो क्युट छ अब भोलिको चाहिँ हामी भोलि चाहिँ घर जान्छौँ बिहानै आज चाहिँ अलिकति ढिलो भयो उता सपिङहरू गर्दा अलिकति ढिलो भयो काठमाडौँमा मेरो कपाल पनि झ्याउ जस्तो भइरहेछ किनभने मैले चाहिँ कहीँ यो नचलाएको नि 2 दिन भइसक्यो आज भ्या पनि छैन कस्तो राम्रो हेर्नु न एसी अन गर्नु न एसी अन गर्नु त कस्तो राम्रो हजुर म त कहिलेकाहीँ गर्छु नि कस्तो राम्रो हेर न